नमस्ते। यो कार्यक्रम चितवन मेडिकल कलेजद्वारा सञ्चालित CMC मेडिच्याट प्रोग्राम हो। म डाक्टर निकी श्रेष्ठ, एसोसिएट प्रोफेसर र कोअर्डिनेटर, मेडिकल एजुकेसन युनिट, चितवन मेडिकल कलेज। र आजको यस नयाँ श्रृङ्खलामा हामी चितवन मेडिकल कलेजमा कार्यरत हस्पिटल एडमिनिस्ट्रेटर डाक्टर सोनाली कुमारी शाहसँग अस्पताल व्यवस्थापन, मुख्य गरी अपरेसन थिएटर ओटी व्यवस्थापनको बारेमा कुराकानी गर्न गइरहेका छौँ। डाक्टर सोनाली चितवन मेडिकल कलेजमा असिस्टेन्ट प्रोफेसर इन हस्पिटल एडमिनिस्ट्रेसनको पदमा कार्यरत हुनुहुन्छ र चितवन मेडिकल कलेजमा अपरेसन थिएटर म्यानेजर पनि हुनुहुन्छ। डाक्टर सोनालीले MD इन हस्पिटल एडमिनिस्ट्रेसन MDHA BP कोइराला इन्स्टिट्युट अफ हेल्थ साइन्सेस BPKHS धरान नेपालबाट गर्नुभएको छ र उहाँले लङ टर्म अब्जर्भरसिप इन द डिपार्टमेन्ट अफ हस्पिटल एडमिनिस्ट्रेसन अल इन्डिया इन्स्टिट्युट अफ मेडिकल साइन्सेस एम्स न्यू दिल्ली इन्डियामा गर्नुभएको छ। डाक्टर सोनाली चितवन मेडिकल कलेजमा 2 वर्षदेखि कार्यरत हुनुहुन्छ। वेलकम टु द CMC मेडिच्याट प्रोग्राम डाक्टर सोनाली। नमस्ते सम्पूर्णमा, धन्यवाद म्याम। नमस्ते। सो डाक्टर सोनाली, अब मेरो पहिलो जिज्ञासा के छ भने अस्पताल व्यवस्थापन भन्नाले हामी के बुझ्छौँ र यसको मुख्य कार्यक्षेत्रहरू चाहिँ के हुन् त? थ्याङ्क यू फर द क्वेसन म्याम। हस्पिटल एडमिनिस्ट्रेसन, अस्पताल व्यवस्थापनमा हामीले कुरा गर्दा यो चाहिँ एउटा ब्लेन्ड अफ साइन्स र आर्ट हो। यसमा चाहिँ हामीले अस्पताल व्यवस्थापनमा मुख्य गरी अस्पतालकै सेवा स्रोत जस्तो कि मानव शक्ति उपकरणलाई हामीले समग्र रूपमा प्रयोग गरी एउटा प्रणालीको तहत बिरामीको उपयोगमा सेवा दिनलाई प्रयोग गर्ने एउटा प्रणालीलाई बुझ्छ। यो अन्तर्गत हामीले हस्पिटल म्यानेजमेन्टको जुन फङ्सन छ त्यसलाई 7 वटा पार्टमा डिभाइड गरेका छन्, जुन मध्ये प्लानिङ, अर्गनाइजिङ, स्टाफिङ, डिरेक्टिङ, कोअर्डिनेटिङ, रिपोर्टिङ र बजेटिङ आउँछ। र त्यसमै तपाईँले हजुर कार्यक्षेत्रहरूको बारेमा पनि सोध्नु भएको छ म्यामले। कार्यक्षेत्रहरूमा अस्पतालमै कुरा गऱ्यो भने अस्पताल एउटा अलरेडी कम्प्लिकेटेड र टेक्नोलोजी ड्रिभन ठाउँ हो र यहाँ हामीसँग स्किल्ड म्यान पावर पनि हुनुहुन्छ। त्यही भएर यसलाई हामीले डिफ्रेन्ट कार्यक्षेत्र अनुसार हेऱ्यौँ भने एउटा चाहिँ सबसे इम्पोर्टेन्ट भन्नाले हाम्रो हाम्रो ह्युमन रिसोर्सेस म्यानेजमेन्ट, जुनमा कि हाम्रो डक्टर्स, स्किल्ड म्यान पावर, डक्टर्स, नर्सेस, टेक्निकल हेल्थ केयर वर्कर र उहाँहरूको वर्क डिभिजन, पर्फर्मेन्स इभ्यालुएसन आउँछ। त्यसै गरी फाइनेन्सियल म्यानेजमेन्ट, जुनमा चाहिँ हामीले डिपार्टमेन्ट वाइज एलोकेसन, बजेट एलोकेसन गर्छौँ र कुन डिपार्टमेन्टलाई कसरी चलाउने, त्यो कति इक्विपमेन्ट चाहिन्छ, त्यो चाहिँ हामीले बजेट एलोकेसन र फाइनेन्सियल म्यानेजमेन्टमा गर्छौँ। त्यसपछि चाहिँ लजिस्टिक एन्ड सप्लाई म्यानेजमेन्ट आउँछ। त्यो चाहिँ हरेक डिपार्टमेन्टमा एउटा हाम्रो मेन स्टोर र त्यसपछि सब स्टोर हुन्छ। त्यसैले चाहिँ हामीलाई कुनै डिजास्टर प्रिपेयर्डनेस होस् अथवा कुनै नर्मल डेजलाई पनि डे टु डे लाइफ साइकलमा कसरी हस्पिटलको सामानहरूलाई, हस्पिटलमा प्रयोग हुने सामानहरूलाई कसरी हामीले सुविधा अनुसार युज गर्छौँ पेसेन्टको केयरको लागि, त्यो आउँछ। र साथै डाटा म्यानेजमेन्टको कुरा गर्छौँ हामीले। अलरेडी ई-वर्ड्स रिपोर्टिङ, DHIS, HMIS जुन हेल्थ म्यानेजमेन्ट सिस्टम छ त्योसँगै पनि हामी पनि आफै यो जुन डाइनामिक चेन्जमा अहिले हामी बसिरहेछौँ यसलाई बिस्तारै हामी पेपरलेसमा लिएर जान्छौँ। यो सबै डाटा म्यानेजमेन्ट र IT अन्तर्गत आउँछ। यो पनि एउटा म्यानेजमेन्टकै एउटा सेल हो, डिभिजन हो। र त्यसपछि चाहिँ क्वालिटी म्यानेजमेन्ट गर्नु पर्यो अस्पतालमा। क्वालिटी म्यानेजमेन्टमा चाहिँ हामीले मिनिमम सर्भिस स्ट्यान्डर्ड्स नेपाल गभर्मेन्टले दिनुभएको र त्यसैसँगै वर्ल्ड हेल्थ अर्गनाइजेसनको गाइडलाइन्सलाई हामीले इम्प्लिमेन्ट गरिरहेछौँ। पोलिसी इम्प्लिमेन्टेसनमा हामी त्यसरी नै जान्छौँ। त्यो बाहेक चाहिँ डिजास्टर प्रिपेयर्डनेसको पनि जुनमा हामीले इन्सिडेन्ट कमान्ड सिस्टमलाई एक्टिभेट गराउन, म्यानेजमेन्ट डेभलप गर्ने इन्सिडेन्ट कमान्ड सिस्टमको, कुनै डिजास्टर आयो, डिजास्टर प्रिपेयर्डनेस, सर्ज क्यापेसिटी, इपिडेमिक जस्तो हाम्रो कोभिडै भएको थियो, त्यस्तो कुनै एपिडेमिक आयो भने त्यसलाई चाहिँ हामी कसरी प्रिपेयर्ड हुन्छौँ र कसरी म्यानेज गर्छौँ सर्भिसेस दिनलाई, त्यो एउटा भयो। र त्यो बाहेक अरू पनि धेरै इम्पोर्टेन्ट छ। अब यसलाई भन्दै एउटा लिगल फ्रेमवर्कलाई मेन्टेन गर्न, जस्तो मेडिकल लिगल केसेस हुन्छ, अनआइडेन्टिफाइड पेसेन्ट हुन्छन्, उहाँहरूलाई चाहिँ हामीले कसरी लिएर जाने र कसरी सर्भिस प्रोभाइड गर्ने। र सँगसँगै सोसल सर्भिस युनिट, यो चाहिँ एकदमै इम्पोर्टेन्ट हो। हामीले चाहिँ
नेसनल नन गभर्मेन्ट अर्गनाइजेसन र इन्टरनेसनल नन गभर्मेन्ट अर्गनाइजेसनलाई हामीले ल्याटरल बाइल्याटरल अर्गनाइजेसनसँग सँगसँगै लिएर पेसेन्ट जो इम्पोभरिस्ड अथवा उहाँहरूलाई हेल्प गर्नलाई उहाँहरूको सेवा लिनलाई हामीले त्यसरी नै अर्गनाइज्ड रूपमा पेसेन्ट केयरलाई अगाडि बढ्दैछौँ भनेर यति सम्पूर्ण नटसेलमा भन्दा यति धेरै यसरी नै हुन्छ हाम्रो कार्यक्षेत्र। डाक्टर सोनाली, अपरेसन थिएटर व्यवस्थापक, अपरेसन थिएटर म्यानेजरको रूपमा तपाईँका प्रमुख जिम्मेवारीहरू चाहिँ के हुन् त, केही भनिदिनुहुन्छ कि? हजुर, अस्पतालमा अपरेसन थिएटर एउटा संवेदनशील क्षेत्र हो र ओटीमा कुरा गर्नुभन्दा अरू ठाउँभन्दा डिफ्रेन्ट हुन्छ अपरेसन थिएटर। अपरेसन थिएटरमा मेरो डे टु डे काममा चाहिँ सबसे पहिला स्ट्रक्चर्ड सेड्युलिङ आउँछ। हामीले अलमोस्ट 900 केसेस गरिरहेछौँ पर मन्थ र त्यसमा चाहिँ 66% इलेक्टिभ केसेस र 34% इमर्जेन्सी केसेस छ। त्यही भएर यसलाई चाहिँ हामीले स्ट्रक्चर्ड सेड्युलिङमा लिएर जान्छौँ र डेली ब्रिफिङ गर्छौँ केसेसहरूको र कसलाई कुन टास्क डेलिगेसन दिने। त्यो हाम्रो यसमा चाहिँ मल्टिडिसिप्लिनरी अप्रोच आउनुहुन्छ, जस्तो कि सर्जन्स, एनेस्थेसिया टेक्निसियन, नर्सेस जुन स्क्रब र सर्कुलर र अरू हेल्थ वर्करहरूको यसमा मल्टिपल डिपार्टमेन्टको अप्रोच भएर हामी यो टास्क डेलिगेसन गर्छौँ। त्यो बाहेक चाहिँ मेरो रोल चाहिँ पेसेन्टको सेफ्टी इन्स्योर गर्नु। पेसेन्टको सेफ्टी इन्स्योर गर्नलाई चाहिँ हामीले WHO सर्जिकल सेफ्टी चेकलिस्ट अपनाइरहेछौँ। त्यो बाहेक अरू पनि मेरो वर्कमा आउने भनेको IPC इन्फेक्सन प्रिभेन्सन कन्ट्रोल चाहिँ इन्स्योर गर्ने हो। यही चाहिँ मुख्य रूपमा हेर्ने भने चाहिँ यही नै मेरो रोलहरू हो र त्यो बाहेक की पर्फर्मेन्स इन्डिकेटरहरू लिएर क्वालिटी इन्स्योर गर्नु पनि हो। हजुर, अनि अस्पतालमा सुरक्षित शल्यक्रिया, सेफ सर्जरी सुनिश्चित गर्न अप्नाइने मुख्य उपायहरू के हुन्? साथै शल्यक्रियाका प्रमुख चरणहरूलाई संक्षेपमा कसरी बुझ्न सकिन्छ होला? हजुर, धन्यवाद म्याम। यो सेफ सर्जरी कुरा चाहिँ हामीले सबैले बुझ्नै पर्ने कुरा हो। WHO ले 2010मा सेफ सर्जरी चेकलिस्ट डेभलप गर्नुभएको थियो र यसले गर्दा चाहिँ यसको मेन एम भनौँ न, यसको मेन उद्देश्य चाहिँ फर्स्ट डु नो हार्म हो। यसमा चाहिँ हामीले 3 पार्टमा डिभाइड गरेका छौँ, जुन कि साइन इन, टाइम आउट र साइन आउट हो। साइन इनमा चाहिँ हामीले बिफोर एनेस्थेसिया पेसेन्ट प्रिअपमा आउनुहुन्छ र उहाँको आइडेन्टिफिकेसन जुन चाहिँ हामीले इन्स्योर गर्नलाई हामीले पेसेन्टको रिस्ट ब्यान्ड हेर्छौँ र पेसेन्टको फाइल हेर्छौँ, IP नम्बर र इन्फर्म्ड कन्सेन्ट छ कि छैन यो सबै चेक गर्छौँ। त्यसपछि चाहिँ पेसेन्ट भित्र जानुहुन्छ अपरेसन थिएटरभित्र। अपरेसन थिएटरभित्र गएपछि चाहिँ उहाँको वाइट बोर्डमा हामीले सबै एउटा हरेक अपरेटिङ रुमभित्र वाइट बोर्ड छ र त्यहाँ हामीले पेसेन्टको डिटेल्स राख्छौँ। त्यो पेसेन्टको डिटेल्समा चाहिँ फेरि हामीले पेसेन्टलाई सोधेर आइडेन्टिफिकेसन, प्रोसिजर, साइट मार्किङ, राइट पेसेन्ट, राइट प्रोसिजर र राइट साइटलाई हामीले फेरि इन्स्योर गर्छौँ र त्यसपछि टाइम आउट आउँछ। जब हामीले एनेस्थेसिया दिइसकेका छन् त्यसपछि चाहिँ सबैजनाले आफ्नो काम छोडेर, सबै हायरार्कीहरूलाई छोडेर उहाँले सर्कुलर नर्सको चाहिँ रोल आउँछ। उहाँले चाहिँ पेसेन्टको आइडेन्टिफिकेसन, साइट मार्किङ फेरि कलेक्टिभ वेमा सबैलाई समावेशिक रूपमा लिएर हामीले फेरि इन्स्योर गर्छौँ र त्यसपछि चाहिँ उहाँले अर्को क्वेसन सोध्ने भने एन्टिसिपेटेड टाइम, कुनै क्रिटिकल इभेन्ट, ब्लड लस, यो चाहिँ टाइम आउटमा गर्छौँ र त्यसपछि चाहिँ प्रोसिजर भ्याइसकेपछि चाहिँ हामीले साइन आउट गर्छौँ आफ्टर द प्रोसिजर एन्ड्स। त्यसमा चाहिँ हामीले साइन आउटमा चाहिँ यही राइट प्रोसिजर भयो कि भएन यही पेसेन्टको लागि र कुनै स्पेसिमेन छ भने त्यसको मार्किङ, अनि त्यसपछि पेसेन्टलाई चाहिँ हामीले पोस्ट एनेस्थेसिया केयर युनिटमा ट्रान्सफर गर्छौँ रिकभरीमा र त्यहाँ चाहिँ पेसेन्टको पेन असेसमेन्ट हुन्छ। यो 3वटा प्रक्रियामा चाहिँ हामी सेफ सर्जरी अलमोस्ट बुझिन्छौँ कि सेफ सर्जरी भएको छ। त्यो बाहेक चाहिँ हामीले अलरेडी इन्फेक्सन प्रिभेन्सन कन्ट्रोलको कुरा गऱ्यौँ, त्यहाँ भएको इन्स्ट्रुमेन्टहरू र साइन आउटमा अर्को कुरा एकदमै इम्पोर्टेन्ट हो, त्यो चाहिँ हामीले कुनै राखेको इक्विपमेन्ट, गज, त्यसको काउन्टिङ हुन्छ। त्यो चाहिँ इन्स्योर हुनु, हामीले त्यो कुरा चाहिँ गरेरै हरेक पेसेन्टमा हुन्छ र त्यसको डकुमेन्टै हुन्छ। शल्यक्रियाका प्रमुख चरणहरूलाई संक्षेपमा चाहिँ कसरी बुझ्न सकिन्छ? शल्यक्रियाको मुख्य यो हामीले बुझ्नलाई चाहिँ पेसेन्ट पहिला ओपिडीमा आउनुहुन्छ र ओपिडीबाट सेड्युलिङ हुन्छ उहाँको। प्रि एनेस्थेटिक चेकअप पछि उहाँ चाहिँ प्रिअपमा आउनुहुन्छ। प्रिअपमा हामीले भनेको साइन इन, त्यो सबै सेफ सर्जरीको प्रक्रियाहरू हुन्छ।
त्यसपछि पेसेन्टलाई हामीले एउटा अपरेटिङ रुम असाइन गर्छौँ र त्यसपछि अपरेसन भ्याइसकेपछि उहाँलाई रिकभरी अथवा पोस्ट एनेस्थेसिया केयर युनिटमा राख्छौँ, जुन कि कहिले कहिले बिरामी पेसेन्ट भिजिटर पार्टीको चाहिँ एकदमै एङ्सियस हुनुहुन्छ कि किन हाम्रो बिरामी आफ्टर सर्जरी पनि बाहिर निस्किनु भएको छैन। त्यो चाहिँ पोस्ट एनेस्थेसिया केयर युनिटमा 1-2 घन्टा हेरी कसलाई कति निड असेसमेन्टमा र त्यसपछि बल्ल हामी पोस्ट अप र एसआइसियुमा सार्छौँ बिरामी। हामीले यसको लागि चाहिँ एउटा बाहिर एउटा बोर्ड पनि राखेछौँ। बोर्ड भन्नाले टिभी एउटा मोनिटर पनि राखेछौँ, जुनमा चाहिँ हामीले रियल टाइम डाटा पेसेन्ट अहिले प्रिअपमा हुनुहुन्छ, अपरेटिङ रुममा हुनुहुन्छ अथवा डिस्पोजिसन कहाँ भएको छ, हामीले यो एयरपोर्ट स्टाइलमा अनबोर्डिङ स्टेटसलाई पनि अपडेट गरिरहेको हुन्छौँ रियल टाइममा। यो सबै सेफ सर्जरीकै लागि हो म्याम। हजुर, अनि चितवन मेडिकल कलेजमा शल्यक्रिया सम्बन्धित कुन सेवा र सुविधाहरू उपलब्ध छन्, केही जानकारी दिनुहुन्छ कि? हजुर, हाम्रो चितवन मेडिकल कलेज एउटा टर्सियरी हेल्थ केयर सेन्टर हो र मेडिकल कलेज पनि। यो भेगलाई नै भन्यो भने यो भेगमै हाम्रो स्पेसियालिटी सर्जरीदेखि लिएर सुपर स्पेसियालिटी सबै सर्जरी छ हाम्रोमा। हामीले अहिले भर्खरै पनि केही दिन अगाडि स्टेट अफ द आर्ट टेक्नोलोजी रोबोटिक्स सर्जरी पनि स्टार्ट गऱ्यौँ र हालसम्म हामीले अलमोस्ट 50 केसेस गरिसकेका छौँ, जुनमा कि युरो सर्जरी र गाइनी सर्जरी र जिआई सर्जरीको ल्यान्डमार्क केसेसहरू पनि भएको छ हाम्रोमा। र त्यो बाहेक चाहिँ मिनिमली इन्भेजिभ सर्जरिज सबसे धेरै हामीसँग हुने भने ल्याप्रोस्कोपिक केसेस हो र अर्थोमा आर्थ्रोप्लास्टी, नी रिप्लेसमेन्ट सर्जरिज, आर्थ्रोस्कोपिक सर्जरिज, स्पाइन सर्जरी र युरो सर्जरीमा लेजर प्रविधिबाट सर्जरी भएको यो सबै शल्यक्रिया हाम्रोमा एभाइलेबल छ। साथै अन्कोको मुख नाक कान घाँटीको सर्जरी, ओरोम्याक्सिलोफेसियल सर्जरी, गाइनीमा ल्याप्रोस्कोपिक सर्जरिज, आइभीएफ ट्रेन्ड सर्जन पनि हुनुहुन्छ हाम्रोमा। यो सबै हाम्रो यही नै चितवन मेडिकल कलेजमै उपलब्ध छन्। यसका साथसाथै हामीसँग सिएमसीमा जेनरल सर्जरी, न्युरो सर्जरी, स्पाइन सर्जरी, कार्डियोथोरासिक एन्ड भास्कुलर सर्जरी पनि यहीँ उपलब्ध छ। हजुर, अनि अपरेसन थिएटर व्यवस्थापकको रूपमा काम गर्दा तपाईँले सामना गर्नुपर्ने प्रमुख चुनौतीहरू, मेजर च्यालेन्जेसहरू चाहिँ के हुन् त? हजुर, थ्याङ्क यू म्याम। यो अस्पताल व्यवस्थापनमा पनि स्पेसली अपरेसन थिएटरमा यो एभ्री डे इज अ न्यू डे। यहाँ हामीले धेरै डिपार्टमेन्ट भएको हुनाले मैले भनिसकेँ सर्जन, एनेस्थेसिया र नर्सेस, हेल्थ केयर वर्कर र त्यो बाहेक पनि मेन्टेनेन्स र बायोमेडिकलसँग पनि हामी कन्टिन्युसली कम्युनिकेसन गर्नुपर्छ र सबसे ठुलो कम्युनिकेसन भने यो मल्टिडिसिप्लिनरी अप्रोचलाई मेन्टेन गर्नु र कुनै कन्फ्लिक्ट छ भने रिजल्भ गर्नु। त्यो सँगै हामी यो मेडिकल कलेज भएको हुनाले हामीसँग ब्याचलरको स्टुडेन्ट, रेजिडेन्ट स्टुडेन्ट, एमसिएच स्टुडेन्टहरू सबै हुनुहुन्छ र त्यसलाई चाहिँ अपरेसन थिएटरभित्रै राखेर सबैजनालाई राखेर र एसेप्सिस टेक्निक पनि मेन्टेन गर्नु, यो ट्राफिक कन्ट्रोल गरेर एसेप्सिस मेन्टेन गर्नु यो पनि एउटा च्यालेन्जेस हो। तर हामीले उहाँहरूलाई सेड्युलिङ गराएर टाइम मिलाएर गराइरहेछौँ। त्यो बाहेक अर्को च्यालेन्जेस, एउटा च्यालेन्ज चाहिँ नेसनल च्यालेन्जै छ। यो नेसनल च्यालेन्जै भन्नु पऱ्यो, ब्रेन ड्रेनको, जुन चाहिँ हामीसँग भएको स्किल्ड म्यान पावर रिटेन नगर्न सक्नु र गरेको र भएकोलाई युटिलाइज गर्नु, यो चाहिँ यो एउटा नेसनल प्रब्लमै हो। त्यो बाहेक वेयर एन्ड टेयर अफ इक्विपमेन्ट, जुन चाहिँ जसले गर्दा कहिले कहिले अलि ढिलो हुनसक्छ, सेड्युल माथि तल हुनसक्छ र त्योभन्दा एउटा एकदमै इम्पोर्टेन्ट सुन्नै सबैले बुझ्नै पर्ने हो चाहिँ यो चाहिँ एउटा पेसेन्ट सेफ्टी कन्सर्नको पनि हाम्रो च्यालेन्जेस आउँछ, जुनमा चाहिँ बिरामी भित्र जानुहुन्छ प्रिअपबाट र अपरेटिङ रुमबाट कहिले कहिले फिर्ता आउनुहुन्छ र त्यो चाहिँ पेसेन्टको हकमा हो। पेसेन्टको कुनै भाइटल्समा प्रब्लम आउन सक्छ, कुनै अरू कुनै जसले गर्दा हामी सर्जरी प्रोसिड गर्न सक्दैनौँ अगाडि। यो चाहिँ कहिले भयो भने अलि हेजिटेसन आउँछ होला पेसेन्टलाई पनि, तर यो बुझ्नुपर्ने कुरा चाहिँ पेसेन्ट सेफ्टी कन्सर्नमा चाहिँ हामीले कम्प्रोमाइज गर्दैनौँ भन्ने कुरा हो। हजुर हजुर, अन्त्यमा मैले डाक्टर सोनालीलाई के सोध्न चाहेँ भने आजको समयमा अस्पतालहरूमा दक्ष हस्पिटल एडमिनिस्ट्रेटर चाहिँ किन आवश्यक भइसकेको छ त? अबको समयमा अब यो चेन्जिङ हेल्थ सिस्टममा अस्पताल व्यवस्थापक भनेको
यो कुनै पनि अल्टरनेटिभ नभएर यो अब नेसेसिटी भइसकेको छ। हजुर हामीले जसरी अरू स्पेसियालिटी सुपर स्पेसियालिटीको कुरा गर्छौँ त्यस्तै हस्पिटल एडमिनिस्ट्रेसन पनि एउटा प्रोफेसनल एउटा स्पेसियालिटीको रूपमा अगाडि बढ्नुपर्छ, मैले त त्यही देखाएको छु। र अहिले नेपालमै भन्नुपर्दा पनि हाम्रै सिटिजनले हाम्रै पेसेन्टले पनि एउटा ट्रान्सपेरेन्ट रेस्पेक्टफुल केयर र खोजिरहेछन्। र यो बेलामा चाहिँ स्किल्ड क्लिनिसियनसँगसँगै मैले देखेको हाम्रो म्यानेजमेन्टको पनि फुल सपोर्ट चाहिन्छ, जसले गर्दा हामी एक्सेलेन्सतिर जान सक्छौँ। र क्लिनिसियन भएर एडमिनिस्ट्रेटर हुन पाउँदा मैले देखेको एउटा ग्राउन्ड रियालिटी थाहा हुन्छ र हामीले चाहिँ त्यो ग्याप एनालाइसिस गर्न सक्छौँ जुन चाहिँ एउटा क्लिनिसियन र एडमिनिस्ट्रेटरको बिचमा हुन्छ। त्यसले गर्दा अहिलेको यो चेन्जिङ एजमा चाहिँ मैले हस्पिटल एडमिनिस्ट्रेसन भन्नाले ब्याकबोन अफ द हेल्थ सिस्टम भनेर बुझेछु। हजुर हस् त यस सिएमसी मेडिच्याट प्रोग्राममा आएर कुराकानी गरिदिनु भएकोमा र आफ्नो नलेज एन्ड एक्सपर्टिज सेयर गरिदिनु भएकोमा डाक्टर सोनालीलाई धेरै धेरै धन्यवाद। हेभ अ गुड डे। थ्याङ्क यू म्याम। थ्याङ्क यू। थ्याङ्क यू।